अघिको सरहरूले जस्तो खालको त्यस्तो मलाई प्रतिभा छैन है, तर पनि म तपाईँहरूलाई सकेसम्म हँसाउने प्रयास चाहिँ गर्छु र अलिकति विद्यालयमै काम लाग्ने किसिमको एउटा मेरो जीवनले भोगेको एउटा चुट्किला टाइपको एउटा म चुट्किला पनि सुनाउँछु। त्योभन्दा अगाडि अब हामी ठ्याक्कै बिचको मान्छे, मैले अघि पनि भनेको छु, यता पूर्वतिर आयो भने धरन धनकुटा भेडेटा सोल्टिनी भनेर गाउनुहुन्छ। फेरि पश्चिम गयो भने हावा सारा हाम्रो त गीत राम्रो छैन, त्यसैले गीत गाउन आवश्यक छ यस्तो राम्रो छ। र अब हिजो यहाँ म देख्दैछु सबैजना उता सुदूरपश्चिमकै हुनुहुन्छ तपाईँहरू, र बिचको म एउटा तामाङको छोरा है। भाषाले मातृभाषा हाम्रो फरक छ। काको बथानमा एउटा मात्र बकुल्ला, त्यसैले गर्दाखेरि यहाँ म आउँदै गर्दाखेरि सोलुखुम्बुको विषयमा पनि बुझ्दै जाँदा राई लिम्बू लगायत मिक्स जाति पाइयो मैले। र हामी भोलिका दिनमा हामी सबैजना स्कुलमा जान्छौँ। त्यो बिचमा हामीलाई भाषागत समस्याहरू हुन्छ भनेर एकजना सरले हिजो बोल्दै गरेको हाम्रै नेतृत्वमा बोल्नुभएको सरले पनि बोल्नु भएको थियो। त्यो सालमा तपाईँहरू त खास भाषा बोल्ने के गाह्रो भोगेको, हामीले गाह्रो भोगेका छौँ है। यहाँ सुन्नुहोस् है, अब तपाईँहरू मजाले सुनिरहनु भएको छ पछाडि। मेरो लाइफमै घटेको घटना है, रियल घटना हो, हेर्नुहोस् है। यो जोक्स जस्तै बन्न गएको छ, यसलाई जोक्सै मानिदिनुहोस् तपाईँ। खासमा मेरो गाउँमा म पढ्दै जाँदाखेरि 5 कक्षासम्म मात्र पढाइ हुन्थ्यो। त्यहाँ 100मा 100% तामाङकै विद्यार्थीहरू, टिचरहरू क्षेत्रीय ब्राह्मण समुदायको आउनुहुन्थ्यो। उहाँहरू पनि हामीसँग बस्दा बस्दै तामाङै बोल्न थाल्नुभयो। त्यसपछि हामीले स्कुलमा पनि नेपाली भाषा जान्ने कुरा नि भएन होइन। त्यसपछि गएर हाई स्कुल पढ्नको लागि अब 5 कक्षा पास गरेर चाहिँ हाई स्कुलमा गयो। टाइम त छ सर। त्यसपछि अब अलिकति जान्ने भएर म सेकेन्ड बोय थिएँ, तर मलाई नेपाली भाषा आउँदैन। त्यही खाना खायो यताउति 5 जनामा सेकेन्ड। त्यसपछि के भयो भने अब हाम्रो त भाषा त त्यहाँ भर्खर नेपाली भाषा सिकेको, दाइलाई तिमी भाइलाई तपाईँ होइन। दाइलाई चाहिँ तिमी भन्ने ताल पऱ्यो भने भाइलाई चाहिँ तपाईँ भन्ने हो। अनि त्यसपछि गएर यहाँ अन्यथा नलागोस् है, अलिकति यहाँ जात जातिकै कुराहरू आएको छ, तपाईँहरू कसैले पनि अन्यथा नसोचिदिनु होला। त्यसपछि हाम्रो कम्युनिटीमा, तामाङ कम्युनिटीमा यता के छ, आफूभन्दा माथिल्लोहरूको भाइ अथवा दाइ दिदीहरू चाहिँ, अगाडिको दाइ दिदीहरू बित्नु भयो भने अथवा खेर गयो भने चाहिँ त्यसको नाम चाहिँ कामी राख्ने चलन छ है। एउटा हाम्रो परम्परै त्यस्तो छ, नामै कामी राख्ने के। त्यसपछि अझै अर्को दाइ पनि फेरि आफूभन्दा माथिको त्यस्तो भयो भने लास्टमा एकजना मात्र बाँच्यो भने त्यसको नाम कामी सार्की राख्ने चलन छ। त्यसपछि एउटा साथीको नाम कामी सार्की रहेछ। त्यसपछि गएर अर्को स्कुलमा गयो हामी 5 जनामा। गइसकेपछि अब नयाँ स्कुलमा अघि जस्तै परिचय दिने क्रममा ल तपाईँहरू नयाँ स्कुलबाट आउनु भएको छ, परिचय दिनुहोस् है भनेर सर आएर भन्नुभयो। अब बिचरा साथी नेपाली भाषा नै खासै गतिलो नआउने, अनि चाहिँ मेरो नाम कामी सार्की तामाङ। ए भाइ, तिम्रो नाम कामी हो कि तिमी कामी हो कि तामाङ हो कि सार्की हो सरले। भाइ नाम फेरि भोलिदेखि नाम फेरेर भोलिबाट स्कुलै आउन छोड्यो। यस्तो अर्को घटना, यो कस्तो रमाइलो छ। त्यसपछि गएर अर्को लास्टको एकजना साथी चाहिँ अलिकति उमेरले अलिकति पाका, के भन्छ है, अलिकति असर त होला सरी है, उमेर अलिक बढी, धेरै पछि स्कुल भर्ना भएको, बुढेसकाल लागेको, जो उसको नाम चाहिँ जितबहादुर तामाङ थियो।
जितबहादुर तामाङ। त्यसपछि अब स्कुल आउने जाने क्रममा हाजिरी गर्नु पर्थ्यो। उसलाई फेरि यस सर भन्ने नाम। अनि पहिलो घन्टेमा सर आउनुहुन्थ्यो। अनि चन्द्रमणि पौडेल यस सर। अनि त्यसपछि ललित कला श्रेष्ठ यस सर। त्यसपछि लास्टमा उसको नाम जितबहादुर तामाङ हुन्छ। क्या नाम होला सर? जितबहादुर तामाङ भन्दा क्या नाम होला सर? जहिले क्या नाम होला सर? अब ए सर भन्न नआउने। अनि ए कर्म तिम्रो साथीले सिकाउनु पर्यो क्या नाम होला सर मात्र भन्छ ए सर भनेर सिकाउनु पर्यो भनेर चाहिँ सरले फेरि मलाई भन्नुभयो। त्यसपछि जबरजस्ती सिकाए। ए सर भन न है, ए सर भन्न नि नआउने कस्तो खालको मान्छे हो तिमी भनेर बल्ल बल्ल सिकाए। 2-3 दिन लगाएर सिक्यो। ए सर भन्न सिकिसक्यो केटोले। त्यसपछि फेरि सिकिसकेपछि हाजिरी लगाउने दिनमा त्यही दिनमा फेरि सर एब्सेन्ट हुनुभयो, मिस आइदिनु भयो। अब के भन्यो? त्यसपछि हाजिरी गर्दै गर्दै गयो। भन्ने बानी चाहिँ यो सर भइसकेको थियो। त्यसपछि गएर दिलबा के अरे जितबहादुर तामाङ भन्दाखेरि के हो सर? अच्छे आइमै पो रहेछ त काठी। यस्तो समस्या आउँछ। त्यसैले यो किसिमको परिस्थिति, गाह्रो परिस्थितिबाट गुज्रेर आज म सिन्धुपाल्चोकबाट एक्लै भए पनि सिन्धुपाल्चोकको इज्जत राखेर यहाँ आएको छु। तपाईँहरूले मलाई चिन्नु होला। हस्, थ्याङ्क यू।